आज म बनाउँदैछु मासुको अचार। के को मासु भन्यो भने त्यही त नि कुखुराको। तेल तताएर टक्क मासु हाल्यो अनि त्यसपछि यसलाई फ्राई गर्नुपर्छ रातो हुने गरी। अनि चलाउनुपर्छ यसलाई तल्लक तल्लक पारेर त्यो तातो हाल्नु। यो भिडियो अलि लामो भएछ नि त्यही भएर मैले स्पिडमा हालेको चाहिँ फुटु 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 चलेर त्यो भेली बाजेले भन्नु कमिलो खेलाउँथ्यो फुटु 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 मैले मासु खेलाइरहेको छु फुटु 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 चलाएर यसलाई फेरि नुन हालिदिनुपर्छ। त्यो फ्राई नगरिकन नुन हाल्यो भने चाहिँ फ्राई गरिसकेपछि नुन हाल्यो भने चाहिँ कस्तो मासुमा नुनै नलागे जस्तो लाग्छ मलाई। अनि म चाहिँ फ्राई गर्दाखेरि नै यसरी नुन हाल्छु कि टक्क खाँदाखेरि पनि चट्ट नुनिलो मिठो हुन्छ नि त। त्यही भएर फ्राई गरेर अनि त्यसपछि यसलाई अब अलि आगो चाहिँ सानो गरेर पकाउनु पऱ्यो। म यत्रो ठुलो बनाएको रहेछ थाहै थिएन। अनि सानो बनाएको त फेरि चलाएँ। अब अनि यतिको रातो रातो भएपछि चाहिँ अनि निकाल्नुपर्छ के। धेरै रातो भयो भने पनि फेरि चलाउँदाखेरि यतिको भएपछि निकाल्ने। अनि त्यसपछि मसला मैले चाहिँ यसमा धनिया तोरी खुर्सानी टिमुर खोइ के हालेको छु भयो भरको। अनि चलाएर अनि त्यसलाई मिक्सरमा घर पारेर पिस्दिएँ। अनि धुलो धुलो बनाएपछि चाहिँ अनि निकालेर अनि अब चाहिँ प्याज फ्राई गरेर अनि त्यसमाथिदेखि मासु हाल्ने। अनि मासु हालेर चलाउने। फेरि यो भिडियो पनि त्यही हो कि लामो भएछ अनि मैले स्पिड बनाएको छु पुतु 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 चलाएँ। त्यसपछि फेरि अनि अघिको मसला चट्टा हालेर अनि मिक्स गरिदिने यसलाई राम्रोसँगले जताततै लाग्ने गरी। मिक्स गरिसकेपछि एकछिन भुटिसकेपछि चाहिँ अनि रेडी हुन्छ हाम्रो मासुको अचार। यो प्याज अलि सेतो सेतो हो नि त त्यही भएर अलि रातो हुन्जेलसम्म भुट्ने अनि त्यसरी निकालिदिने। यो भिडियो यतिको भएपछि चाहिँ अनि टक्क निकालेर अनि स्टोर गरिदिने। जहिलेसम्म खाँदा नि हुन्छ। तर मैले चाहिँ 1 किलोको ल्याएको थियो मेरो बुढाले 2-3 दिनमा सकाइदिन्छ। यति भएको थियो है गाइज मेरो चाहिँ। ल यसरी नै बनाएर खानु है त।